मेरो कविताको शीर्षक नै छ हाम्रो परिस्थिति अथवा हाम्रो गाउँको परिस्थिति। कविता यसरी सुरु हुन्छ। गाउँ शून्य भए सबै पथहरू, निष्ठा पुराना भए, छानाको बदिया कुही झरिसके, पिँढी पुराना भए। रातो माटो घसी सजाउने चुलो चम्को बिनाको भयो, आँगनसम्म सबै टुटी फुटी गयो, गाउँ बिरानो भयो। बारी बाजा भए सबैजना पनि सौखी भलाग्मी भए, गाउँ खाली भए सबै घर पनि शमशान तुल्यै भए। माटो मलजल सबै उडी बगी गयो, उब्जन्न अन्नै पनि नाफा छैन, बरु म जान्छु सबयो छाडेर अन्तै भनी। परदेशको मसिनो मिठो र चकिलो सम्पत्ति धेर छ भनी, डाँडै काटी गई बसे सहरमा, के नै कमाउला भनी। बुद्धि अल्प भयो अल्छीसँगको, रिसराग साथै गयो, ख्वाई धेर हुँदै बेकाम रहँदा, रोगले समातिदियो। बाजे पुर्खा सबै डटेर बसेका देउतुल्य भूमिमा, श्रापै पर्न पनि के बेर तिनको नाति पनातिमा। छाडी अन्न सबैको अन्न भरिँदा, न्याम्जे मरन्ते भए, आशा छैन उसो यो जीव रहने, छिट्टै बिलिने भए। जन्मै कम्ती गरे सुखी जनाउने, रूढी मचाइदिए। जन्मै कम्ती गरे सुखी जनाउने, रूढी मचाइदिए। सयौं झेल गरी मनाइरहँदा, धेर घर शून्यै भए। अर्काको बललाई सिरोपर गरी अल्पिन्छन् धेरैजना, नासिन्छन् सबै भएर पछुतो, कुँडियाई आफ्नै मन। चुक्ली रिस डाहा औलो